उहाँ चाहिँ हाम्रो बेताब दादा हो। बेताब दादाको चाहिँ यहाँ हेयर कट हुँदैछ। तपाईहरुलाई पनि हेयर कट गर्नु छ भने तपाईहरु यहाँ आउन सक्नुहुनेछ। युट्युबमा नहाल्नु। युट्युबमा नहालेर चाहिँ कहाँ हाल्नु? रुको जरा सबर करो बोला धक्का बुक्की नहीं। ला टुप्पी पनि रहेछ त। काट्नुहुन्छ के? खत्म। बाय बाय टाटा गुड बाय गया। साथीहरु म चाहिँ यहाँ मेरो कछुवालाई फुल पानी हालेर यहाँ राख्दैछु। हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। मलाई यहाँ फिलहालमा चाहिँ ओइलिङ गरिदिनु आँटेको छ। पुरा उयो भइरहेको छ कपाल। अन्त उसले चाहिँ हामीले यहाँ ओइलिङ गरिदिनु आँटेको छ। यो गरिदियो बहिनी। अर्ग्यानिक तेलले हेयर ओइलिङ गर्नुपर्छ, सरसोले। गाइस मेरो चाहिँ यहाँ डबल चिन पनि छ। अनि यो डेन्ड्रफको लागि चाहिँ के ट्रिटमेन्ट होला हौ गाइस? मलाई यसो कमेन्ट गरेर भन्नुहोस् त। डेन्ड्रफले त मार्नु आँट्यो त कपालमा। तर आजकल प्रायः जस्तोको यस्तै प्रब्लम सुन्दैछु हौ म। गाइस अहिले चाहिँ हामी अटोमा बसिसक्यौँ। नक्सल जानुलाई बहिनीको चाहिँ सामानहरू किन्नु छ अरे। अनि त्यही भएर म चाहिँ उसको साथी मुझे तो मुकेश दुकान में निकल गई तो त्यो कानको लगाऊ दिमाग काम करे त्यही त कानको मात्रै लिएर आएको छु नक्सलबारी। हामी चाहिँ आएको छु आज माई बक्समा। नक्सल बजारमा चाहिँ हल्का सामानहरू लिएर होइन। त्यहाँदेखि चाहिँ यहाँ माई बक्समा आएको छु खानको लागि। हाम्रो आँचलले चाहिँ यहाँ अर्डर गर्दैछ के खाने भनेर। आजको ट्रिट चाहिँ हाम्रो आँचलको अरे। म त ड्याम्मै भइरहेछु घरबाट ड्याम्मै खाना खाएर आएको हो। हेलो गाइस हाम्रो यहाँ कोक आइस चाहिँ आइपुगिसकेको छ। अब हामी खान्छौँ। गाइस मेरो चाहिँ यहाँ एग रोल आइसकेको छ। अनि यहाँ चाहिँ हाम्रो आँचल बहिनीको चाहिँ एग चाउमिन। उसले चिकन खाँदैन अन्त त्यही भएर उसलाई चाहिँ एग चाउमिन चाहिँ खानु स्टार्ट गरेर अब तिमी त स्टार्ट पनि गरिसक्यौ। वाह क्या सीन है, वाह क्या सीन है। अब गाडी चाहिँ भेट्यो नि बिचमा चेकिङ पनि रहेन रहेछ नि। कौन है ये लोग, कहाँ से आते हैं? उसले चाहिँ यो टी सर्ट किनेको आज देखाइदेऊ न उठेर। आँचलले चाहिँ यो टी सर्ट किन्यो। मतलब इन गरेर लगाउँछु अहिले चाहिँ यस्तो। अहिले चाहिँ फिलहालमा यस्तो लगाएको। क्याप पनि नयाँ उसको। यो पनि नयाँ किनेको, आज नै किनेको। अनि त्यहाँबाट के देखाउँ, यो ब्याग किनेको। म चाहिँ अब यहाँबाट सिफ्ट हुन आँटेको छु। साथीहरू अहिले चाहिँ हामी घर पनि आइपुगिसक्यौँ र घर आएर पनि यहाँ बहिनीले लुगाहरू ट्राई गर्यो र यहाँ मेरो छोराले चाहिँ गिफ्ट खोल्दै रहेछ। यो गिफ्ट चाहिँ आज एनजिओकोहरूले यो बेलगाजी ग्राउन्डमा चाहिँ फुटबल खेलाएको थियो अरे नानीहरूलाई। त्यही भएर चाहिँ यहाँ मेरो छोराले पाएछ। अन्त उसले खोलेर हेर्दै थियो। अन्त आजको भिडियो यस्तै थियो। आज के गऱ्यौँ कसो गऱ्यौँ त्यही देखाएँ मैले आज तपाईँहरूलाई होइन। अब सधैँभरि घुमेको त म देखाउन सक्दिनँ, जस्तो छ त्यस्तै मैले देखाइदिएँ। अन्त भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। र आजको भिडियो चाहिँ यति नै थियो। बाई बाई साथीहरू।